जेमसी अनि न्यानो अभिवादन मालिकी 3 को 4 वचनलाई हामी हेर्नेछौँ। यहाँ लेखिएको छ, तब यहुदा र यरुसलेमको भेटी परमप्रभुलाई प्राचीन दिनहरूमा जस्तै अघिल्ला वर्षहरूमा जस्तै प्रिय हुनेछ। यहाँनिर हामी परमेश्वरलाई के देख्छौँ? यो पदमा योभन्दा अगाडि गड इज ए कन्ज्युमिङ फायर। जसरी सुनलाई आगोमा हामीले जब हाल्छौँ भने त्यसको अशुद्धतालाई निकालेर त्यसमा भएको मेन प्युरिफिकेसन भएर सुन्दर तरिकाले जब सुनलाई निखारिन्छ, त्यसरी नै परमेश्वरले आफ्नो जनलाई यहाँनिर फर्स्ट प्युरिफाई गरेको कुरा छ एन्ड देन रिस्टोर गरेको कुरा अनि आराधनाको कुरा हामी यहाँनिर देख्दछौँ। लेट्स डाइभ इन्टु हिज वर्ड। इन मालिकीस टाइम, मालिकीको समयमा मान्छेहरू एकदमै क्याजुअल भइरहेको थियो। उनीहरूको ड्युटी थियो सेक्रिफिसियल ल्याम्प लगेर मन्दिरमा गएर प्रिस्टलाई दिएर पुजारीलाई सोंपेर उनीहरूले सेक्रिफाइस चढाउनु गर्ने गर्दथ्यो। तर उनीहरू एकदमै क्याजुअल भइरहेको थियो। उनीहरूको हृदय परमेश्वरदेखिको टाढो भइरहेको थियो। उनीहरूले साँचो हृदयले त्यो कुरा सेक्रिफाइस गर्ने कुरा गरेको थिएन। कसरी भन्दाखेरि उनीहरूले बिमारी अवस्थामा रहेको आफ्नो गोठालाई लिएर गएर सेक्रिफिसियल ल्याम्पहरू लगेर गएर चढाउने गर्दथ्यो। यो देखेर परमेश्वरले चाहनु भएको भए he could have wiped out हुन्छ नि every human being from the face of the earth। तर यहाँनिर as a good father उहाँले मानिसलाई प्युरिफाई गर्नुभएको छ, उहाँले रिस्टोर गर्नुभएको छ अनि इस्टाब्लिस अ गुड रिलेसनसिप विथ देम। अनि यहाँनिर यो पदले के सिकाउँछ भन्दाखेरि परमेश्वरलाई केवल बाहिर कर्म होइन, साँचो हृदय चाहिन्छ। गीत गाउनु, प्रार्थना गर्नु, सेवा गर्नु, यी सबै तब मूल्यवान हुन्छन् जब त्यो शुद्ध मनबाट आउँछ। God's goal is not to reject his people, but to cleanse and restore them so they can return to God in order to have a true relationship with him. Amen.